तपाई विदेश जाँदै हुनुहुन्छ र त्यसको लागि तपाईले मेडिकल गर्नु परेको छ भने तपाई कसरी गर्ने कहाँ गएर गर्ने भन्दै हुनुहुन्छ भने यो भिडियो चाहिँ त्यसको आन्सर हुनेछ है। यदि तपाई क्यानाडा, अस्ट्रेलिया लगायतको देशहरु जाँदै हुनुहुन्छ भने तपाईले विभिन्न मेथडबाट मेडिकल गर्न सक्नुहुनेछ। त्यसमध्येमा है तपाईको टीएमएमसी भन्ने चाहिँ एउटा जुन चाहिँ मेडिकल सेन्टर रहेको छ है। तपाईले टीएमएमसी क्लिक गर्नुहोस् है यसमा, अनि त्यसपछि यस्तो देख्नुहुनेछ यसको साइट। अनि त्यो भन्दा अगाडि तपाईले अपोइन्टमेन्ट बुक गर्नुपर्ने हुन्छ है। अब त्यहाँनिर मेडिकल गर्न जानु भन्दा अगाडि यो चाहिँ रहेको छ, यो ठमेलमा रहेको छ है। यो कालधारा भन्ने थाहा छ होला तपाईले, 16 कुटेबाट पनि जान सकिन्छ। यो इमिग्रेसन मेडिकलमा जानुस् तपाई। यहाँ हेर्नुस् क्यानाडा, अस्ट्रेलिया लगायतको देशमा हैन, इजरायल, न्युजिल्यान्ड लगायतको देशमा तपाई जाँदै हुनुहुन्छ भने मेडिकल गर्नु पर्यो पनि यहीबाट तपाईले गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईले जस्तो मैले क्यानाडामा क्लिक गरेर देखाएँ हैन। त्यसपछि मैले एउटा मेडिकल कसरी बुक गर्ने भनेर तपाईले देखाउँछु यो स्याम्पलको रूपमा। जस्तो कि मैले 21 मार्चको चाहिँ गरेर देखाएँ तपाईलाई भने। जस्तो यो कुनै पनि डेटमा तपाईले क्लिक गर्न सक्नुहुनेछ। जस्तो 8:30 है गरे। 8:30 गरिसकेपछि तपाईले यहाँनेरि अब नेसनालिटी राख्नु पर्यो है। अनि त्यसपछि यहाँनेरि तपाईको भिजा टाइप कुन हो भन्ने कुरा यहाँ छ, स्टुडेन्ट वर्कर अथवा के हो है। जस्तो स्पोन्सर्ड भिजा भनेर मैले राखेँ हैन। यहाँनेरि तपाईले इमेल एड्रेस राख्न सक्नुहुनेछ। अनि त्यसपछि तपाईले यहाँनेरि आफ्नो मोबाइल नम्बर राख्न सक्नुहुनेछ हैन। अनि त्यसपछि यहाँनेरि तपाईको यो आइएमई कोड भन्ने छ है। यो आइसियुआई को नम्बर र आइएमई कोड भन्ने यो चाहिँ तपाईको यदि तपाई चाहिँ भिजा अप्लाई गरिसक्नु भएको छ भने लेटर आएको हुन्छ, जुन लेटर त्यो लेटरमा चाहिँ रहेको हुन्छ आइएमई कोड भन्ने यहाँनेरि आइएमई नम्बर यहाँनेरि हुन्छ, अथवा यो युसीआई नम्बर अथवा भनेको छ यो जुनै पनि राख्दा भयो तपाईले दुईटा मध्येमा यहाँनेरि। अनि त्यसपछि तपाईले यहाँनेरि आफ्नो नाम राख्नु पर्यो हैन, लास्ट नेम राख्नु पर्यो है। त्यसपछि यहाँनेरि मिडल नेम छ भने भयो। अनि त्यसपछि यहाँनेरि चाहिँ लास्ट नेम र फर्स्ट नेम। त्यसपछि तपाईले यहाँनेरि अब हैन डेट अफ बर्थ राख्नु पर्यो है। डेट अफ बर्थ राखिदिनु पर्यो तपाईले। अनि त्यसपछि चाहिँ यहाँनेरि अब मेल फिमेल के हो भनेर राख्नु पर्यो। त्यसपछि तपाईले यहाँनेरि पासपोर्ट नम्बर राखिदिनु पर्यो है। तपाईको पासपोर्ट नम्बर यसरी राख्नु पर्यो हैन, पासपोर्ट नम्बर। अनि तपाई पासपोर्ट राखिदिनु पर्यो। यहाँ कहिले इस्यु भएको अनि त्यसपछि कहिले सकिन्छ भन्ने कुरा यहाँनेरि राख्नु पर्यो हैन। अनि त्यसपछि तपाईको यो टर्म एन्ड कन्डिसनमा तपाईले ट्रिक लगाउनु पर्यो अनि सबमिट गर्नु पर्यो। त्यो भन्दा अगाडि सबमिट गर्नु भन्दा अगाडि म तपाईलाई के भन्छु भने तपाईले लानुपर्ने कागजात भनेको तपाईले पासपोर्ट लगेर जानुस्। यहाँ भनेको छ हुन चाहिँ तपाईले चाहिँ ओरिजिनल पासपोर्ट लानु पर्यो। अनि यो फर्म लानु पर्यो, जुन भरेको फर्म प्रिन्ट गरेर लानु पर्यो। त्यसपछि कोभिड भ्याक्सिनको अब तपाईले जुन खोप लगाउनु भएको कार्ड छ भने पनि त्यो पनि लादा भयो, छैन भने परेन। अनि अब तपाईको कुनै पनि मेडिकलसँग रिलेटेड अब कागजातहरु छ हैन, अरु औषधि त्यस्तो के खानुहुन्छ भने त्योहरु लानु पर्यो। अनि अर्को कुरा चाहिँ मेन कुरा भनेको लेटर लानु पर्यो। यदि तपाईको चाहिँ यो इन्स्ट्रक्सन लेटर आएको छ भने त्यो लानु पर्यो। यदि स्टुडेन्ट हुनुहुन्छ भने तपाई चाहिँ तपाईको कलेजबाट आएको चाहिँ अफर लेटर लानु पर्यो। त्यसपछि वुमेन हुनुहुन्छ, महिला हुनुहुन्छ भने तपाईले एउटा स लगेर जानु पर्यो। अनि फीको कुरा गर्नु पर्दाखेरि 15 वर्ष भन्दा माथिको लागि 8350 लाग्ने गर्दछ हैन। अन्य त्यो सानोहरुको लागि 5 वर्षसम्मको लागि 4250, अनि 5-11 को लागि 4500, अनि 11-14 को लागि 7100 फी लाग्ने गर्दछ। यो नि रहेको छ एडिशनल फी यदि तपाईको कुनै पनि अन्य टेस्ट गर्नु पर्यो भन्ने कुरा पनि यहाँ दिएको छ। अनि अर्को कुरा तपाईले क्याश लगेर जानु पर्ने हुन्छ है त, क्याश मात्र लगेर जानु पर्ने हुन्छ, अनलाइन पे हुँदैन। अपोइन्टमेन्ट बुक गर्नु भन्दा अगाडि हैन, यदि तपाई अपोइन्टमेन्ट बुकै नगरेर पनि जान सक्नुहुनेछ। यो नम्बरमा कल गरेर जानु पर्ने हुन्छ। तपाई
यदि तपाईले अपोइन्टमेन्ट बुक गर्न सकिएन भने चाहिँ यदि सकियो भने चाहिँ अपोइन्टमेन्ट बुक गर्ने अनि अपोइन्टमेन्ट बुक गरेर यो प्रिन्ट गर्ने यो सबमिट गरेर यो फर्मलाई सबमिट गरिदिने आर यु स्योर भन्छ अनि यस गरिदिएर अनि त्यसपछि यो प्रिन्ट गरेर यहाँनिर देखाउँछ यसरी अनि यो प्रिन्ट गरेर लगेर तपाईले चाहिँ जानु पर्ने हुन्छ है त कहिलेको लागि तपाईले चाहिँ डेट बुक गर्नुभयो त्यो चाहिँ तपाईले लगेर जानु पर्ने हुन्छ है त यो रहेको